हामी चाहिँ आज बिहिबार गोर्खे हाटमा आएको चाहिँ सानो काम पनि थियो सो कस्तो मजाको रहेछ चोकेर चाहिँ सानो यहाँ जगिङ रहेछ लोकल घिउहरू रहेछ यहाँनिर सुक्पाहरू रहेछ यहाँनिर चाहिँ धुपको सेक्सन यहाँ रहेछ कस्तो दामी सुगन्धित धुपहरू आउँछ प्राइस पनि यहाँ रहेछ तपाईँको यहाँनिर तपाईँको ब्यागहरूको सेक्सन रहेछ यस्तो मजा मजाको छ हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल सो आज भने चाहिँ हामी गोर्खे हाटमा दार्जिलिङ गोर्खे हाटमा छु सो अन्तखेरि अहिले चाहिँ हामी यहाँनिर हेर्दैछौँ के छ तपाईँहरूलाई देखाउँछु है अनि यहाँनिर चाहिँ एकदमै मान्छे जम घट्ने डरै लाग्दो रहेछ हो है अब यो एकछिन अहिले 11:30 भयो 12 बजेहरू पुरा हुन्छ भन्नु यो बनाउने मासुहरू पनि हुँदैछ अब चाहिँ हामी सिधै यहाँनिर सेकुवा ट्राई गर्न जाने तपाईँहरूलाई पनि यो भिडियो हेर्दै गर्नुहोस् के कस्तो लाग्छ है तपाईँहरू पनि गोर्खे हाटमा आएर यहाँ इन्जोय गर्न सक्नुहुन्छ के खानु के फुलहरू पुरै तपाईँले एकदमै ठुलो भव्य रूपमा लाग्दछ सो तपाईँहरूले जे गर्नु छ इन्जोय चाहिँ तपाईँहरूको राम्रो हुनेछ इन्जोयमेन्ट सो अहिले भने चाहिँ हामी यहाँ सेकुवा खान आइरहेको छु मेरो टर्न हो यो पोर्क सेकुवा ट्राई धुवायो है देखेन यो खाउन पाइछ त म खाँदिनँ भयो सो अहिले चाहिँ हामीले सेकुवा पनि सेकुवा ट्राई गरिसकेको छु सो मिठो त टेस्ट त मिठो लाग्यो कि तर अलिकति मलाई नपाएको जस्तो लाग्यो घरिघरि चाहिँ सो यो चाहिँ हाम्रो चिकन ललिपप आइसकेको छ लु बस ट्राई गरेर नि यो प्लेटको हाम्रो कति पर्यो भन्यो 100 रुपिस पर प्लेट सो यो टेस्ट गर्नु गइरहेको छ दामी हो भिडियो पनि पाएको छ हाफ डन गरेर फेरि फुल डन गरेको नि त तातो छ खोल्यो एउटा म खान्छु गाइस एउटा त टेस्ट गर्दिङ है लु ललिपप तातो 100 रुपियाँ वर्थ हो नि है 5 पिस अचार पनि खाऊ न अब के खानु मोमो ट्राई गर्नुहोस् सर भैँसीको मोमो खाने दामी
भयो टन चिकन ललिपप पनि दामी रहेछ गर्छ 10 सो हामीले बफ भन्यो के भन्छ चिकन ललिपप खाएँ विङ्स भन्दै थियो फेरि विङ्स खाएन हामीले चिकन ललिपप खाएँ सो अब चाहिँ हामीले सेकुवा पोर्कको खाएँ अब हामी ट्राई गर्दैछौँ उसले चाहिँ अब पुच्का खाने अरे कि पुच्का ट्राई गर्छ अरे म एउटा लास्टमा खान्छु खाऊ न तिमी खुवाउनु पऱ्यो बिस्तारै खाऊ न कस्तो भेज मोमो खानलाई बसिरहेको चाहिँ बसेँ भेज मोमो खान्छ अरे सो कोपीको है अब म है इस्कुसको मोमो खान्छ अरे बस अब अलमोस्ट डन हो हाम्रो मोमो आइपुगेको छ कस्तो दामी है कोटिङ बाहिरको त्यही देखेर नै खाएको अरूमा नर्मल छ कि यसो कोटिङ हेर नि यहाँले चाहिँ एक्स्ट्रा एफर्ट लाउनु भएको छ हेर्नु न कोटिङ पनि कस्तो राम्रो तपाईँको लिनुहोस् कस्तो रहेछ टेस्ट मिठो रहेछ दामी त्यही देऊ न हुन्छ मैले भने नि त म तातो खान सक्दिनँ कि मोडे तातो भएर मिक्सर ग्राइन्डरमा भन्दै यो चाहिँ अर्ग्यानिक पनि फेरि मिक्सर ग्राइन्डरमा पनि भनेर सिलाउन पनि यसको कोटिङ चाहिँ दामी रहेछ हो है मन पऱ्यो है मिन्ट हाले जस्तो लाग्यो है के हो बाहिरको कोरिएन्डर यही देखेर मैले बसेँ हाम्रो भएछ युनिक खानु खोज्छ कि उसले अघि देखेको अरे कि अन्त चाहिँ खानु भनेको सिलौटोमा पिसेको अचार धनियाँको त्यही माथि इस्कुसको यसले ग्यास पनि हुँदैन है साथी हो हजुर यसले ग्यासको एकदमै राम्रो रहेछ यो कोटिङ पनि मन पऱ्यो अचार दामी मोमो पनि दामी है मलाई भयो इस्कुसको रहेछ हजुर ट्राई गर्नु न राम्रो रहेछ हजुर मिठै छ अचार दामी रहेछ यहाँनिर बनाउनु हुँदै रहेछ अब चाहिँ भयो होला है बुढा 6 चेन्ज मलाई भएपछि एउटा खानु चाहिँ दिएन हौ त्यो गिलो चटपटे खाऊँ भनेको थिएँ कि दिएन खाँदिनँ भयो आमा यहाँले कस्तो त मान्छे हुँदैछ अम्बो होइन
र यो लास्ट रहेछ उहाँको सक्यो है मिठो लाग्यो होइन ल पे गर लेट्स गो आमा मान्छे देखिरहेछ त हुन्छ हुन्छ धन्यवाद मिठो लाग्यो ल हुन्छ अब चाहिँ हामी गोर्खेहाटको पनि परिक्रमा र भ्रमण खाएर सबै भ्याइयो अब चाहिँ हामी जाँदैछौँ सेलरोटी एउटा घरमा पनि लगिदिनुपर्छ कहाँनिर अमर दादाकोमा हामीले चिनेको दादाकोमै किनिदिने हामी एउटा सेलरोटी अघि भनिरहेको छ अहिले लान्छु भनेर सो अब हामी त्यो लान्छु अन्त अरू अब भ्लग चाहिँ सायद यति नै हुन्छ होला अहिले केही खाइहाल्यो भने तपाईँहरूलाई अवश्य अपडेट गर्नेछु यो भ्लगमा लगाउने छु है अब नत्र भने चाहिँ यति नै हुन्छ सो आजको भिडियो के कस्तो लाग्यो तपाईँहरू पनि गोर्खेहाटमा आउनु भएको छैन भने चाहिँ आएर यहाँनिर तपाईँहरूले इन्जोय गर्न सक्नुहुन्छ खानाहरू पनि राम्रो पाउँदैछ के खानेकुराहरू इटरी कुराहरू पनि तपाईँको अचार भयो के चाहिँ छैन अब यहाँ हो सबै अचार लादिनुहोस् ऊ यहाँ फम्बी रेडी हुँदो रहेछ तर मलाई आइएम नट अ फम्बी पर्सन सो नो फम्बी चिज रोल भन्ने उयो रहेछ हौ चिज कर्न रोलहरू खान्छ ए टेस्ट है हेर्नु मान्छे भिड यो 12 बजेको टाइममा त नि पुरा भिड हुँदैछ हौ है छोइलाहरू यहाँनिर पाउँदैछ है कहाँनिर ए राम्रो साल मिमीहरू यो आलु मिमी देखेर त बडीको आलुदम यादै यहाँनिर ढेँडो हुँदैछ है प्रोसेस हजुर ए यहाँनिर हो अब हामी यहाँ दादाकोमा एउटा रोटी किन्छ सेलरोटी सो त्यहाँदेखि चाहिँ हामी फर्किन्छु सेलरोटी यहाँनिर बोल्नुहुँदैछ तातो तातो सेलरोटीको लाइभ काउन्टर पनि रहेछ यहाँ बस यहाँ छ अगाडि मान्छे हेर्नुहोस् है कति छ अम्बो बिहिबार भन्छ हेर्नु मान्छे रोटीहरू पोलेको हेरिहाल्नुहोस् म खाँदिनँ ढेँडो चाहिँ मन पर्दैन नि त पेस्ट्री सेक्सनहरू चाहिँ हेरेर चाहिँ पेस्ट्री अम्बो भएपछि कस्तो दामी रहेछ हेर्नु न अम्बो अचारहरू भयो अब हेरिहाल्नुहोस् कस्तो दामी 2000 नै रहेछ कस्तो मजाको ह्यान्डमेड है ड्युरेबल जान्छ नि यो त उयसकै हो नि फेदरकै छुर्पीहरू अचार अदुवाहरू या खोर्सानी अगडम बगडम सबै रहेछ मान्छे हेर्नुहोस् है अम्म मैले यहाँनिर स्टल लाउनेहरूलाई सोधेको यति नै हुन्छ भिड भन्दा यति नै हुन्छ अरू बेला पनि भन्नुहुँदै थियो योभन्दा पनि बेसी हुन्छ अरे आज कम्ती भन्दै थियो त तपाईँहरूले यही भिडियो हेरेर अनुमान लाउन सक्नुहुन्छ कतिको भिड चाहिँ हुँदो रहेछ भनेर हो अब चाहिँ हामी यताबाट जाउँ ल कता जानु उयो जाने बिग बजार जाउँ ल अब हामी बिग बजारपट्टि जान्छु एकछिन यहाँ उकालो पनि त्यस्तै छ भिड हेर्नु ल म तपाईँलाई देखाउँछु यहाँबाट हामी टक्क आएँ होइन अब यो उकालो मैले गरेँ त कस्तो दामी छ है कुच्चोहरू पनि रहेछ मैले ट्राइपटै ल्याइदिनु छुइनँ हेर खुकुरी गोर्खाहरूको पहिचान खुकुरी रोटिलो ब्रोकलीदेखिको सब छ सब थोक अब हेर्नु सपिङ बोर्डहरूको सेक्सन चाहिँ रहेछ बसी कस्तो मजाको नि हेर्न उयोहरू त्यो स्टार्टर जानेहरू यो मतलब त्यो स्टार्टर जानेहरू
यो उकालो पनि रहेछ यति डरलाग्दो छ औ सेलरोटी भित्र होला नि बस यहाँ रहेछ भने अघि देखाउन चाहेको कुरा चाहिँ यहाँ छ ब्रिज हाउडा ब्रिज मजाको है ब्याम्बोको होइन आर्ट्स एन्ड क्राफ्टमा इन्ट्रेस्टेड छ र तपाईँहरू लिन आउनुहुन्छ भने यहाँनिर आउनुहोस् है यो दोकान यस्तो दामी रहेछ तपाईँले बनाउनु भएको ए त्यो दामी बनाउनु हुँदो रहेछ कति सिप भएको मान्छे रहेछ नि प्यारिसको यो हेर्नु न के छैन यहाँनिर प्यारिसको रहेछ कस्तो दामी बनाउनु रहेछ उहाँ दादाले बनाउनु भएको अरे यो सबै औ यहाँ सिलाम साक्माहरू रहेछ त भाइ औ यसमा लाउने लिम्बू राई ड्रेसहरूमा लाउने सिलाम साकमा यहाँ कस्तो बनाउँदो रहेछ नागफल भन्छ यसलाई नागफल यो उयो चाहिँ यो तपाईँको बन कटर युरिक एसिड ग्यास्ट्रिकको लागि तपाईँको यहाँ अघि परदिन स्टार्ट भएर यहाँसम्म लाग्दैछ अब हाट है हामी यता बुनेको हेर न कस्तो दामी यहाँ पनि रहेछ यहाँ चाहिँ केएफसी स्टाइलको चिकनहरू रहेछ मटका चिया चाहिँ खान्छ लाग्छ अझै उसको फरमाइस अझै रहेछ मटका चिया खान्छ अरे मटका टी मटका टी खाने लै सो अब हामी गोर्खाहाटबाट घुमिसकेर आएर चाहिँ अब बिग बजार आउने त काम भए पनि नभए पनि दार्जिलिङ आएछु बिग बजार र चौरास्ता नडुली चाहिँ उयो हुँदैन अरे नि त भन्छ नि मजै आउँदैन सो त्यस्तै भएको हामीलाई पनि हामी पनि त्यही जाँदैछौँ केही नकिने पनि अब जानै पर्छ हुन्छ नि त्यस्तो है अब लास्टमा उसले मटका टी खान्छ अरे मलाई चाहिँ एउटा डिसएपोइन्टमेन्ट के भयो भनेर चाहिँ नि भएस के अरे हो त सोध त उसले चाहिँ मलाई चटपटे खानु दिएन कि सो गिलो चटपटे खानु दिएन रातो रङ थियो अरे कि सो दिएन खानु अन्त मैले खाइनँ लाग्छ भाइ चाहिँ के गर्नु हेर न यो लानु मन लागेको मलाई चाहिँ किचन दामी छैन चाहिँ यहाँनिर बिग बजारमा म चाहिँ हेर्नु मात्रै भइसक्यो किन्नु चाहिँ छैन हेरेर किन्नु चाहिँ होइन कि फोटो खिच्नु अरे यहाँनिर भन्दैछ हेर त्यहाँ भिडियो बनाइदियो त नक्कल चाहिँ यतिको पार्नु पऱ्यो नि भिडियोबाटै फोटो खिच्नु आइकेर दामी दामी छ कि अब कान्ट टेल यु यहाँनिर हामीले चलाउने रेड ट्यापको ब्रान्ड अनलाइन हुन्थ्यो त्यो चाहिँ अहिले चाहिँ उनीहरूले उयो गरेको छ है यहीँ छ है चल्दैन खोलेको चाहिँ ज्वेलरी वा जाँदैनौ सो अब चाहिँ हामी फेरि उयो तल पुगिसकेको थियौँ फेरि मलाई कति भएको थियो नि त पिज्जै नखाइदिनु पिज्जा खानु मन लाग्यो कि सो अघि गोर्खाहाटमा के त खायौँ हो फेरि पिज्जा खाऊँ न भनेर उसले खाँदैन अरे म सायद सानो स्मल साइज मगाएर खान्छु होला सो त्यो पनि तपाईँहरूलाई सानो क्लिप राख्नेछु अन्तखेरि चाहिँ आजको भिडियो मोटामोटी यति नै हुन्छ होला सो आजको भिडियोलाई के कस्तो लाग्छ है इन्जोय गरेर प्रतिक्रिया दिनुहोस् होला सो लाइक सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनुहोस् है मलाई यसरी नै सपोर्ट गर्नुहोस् सो थ्याङ्क यू भने स्मल साइज भनौँ सो म यहाँ पिज्जा खान्छु स्मल साइज मेबी बस यहाँ काउन्टरमा आएको छ अहिले चाहिँ हामी पिज्जा वेट गरिरहेको छु स्मल साइज मैले गरेको छु अब त्यसमा कोल्ड ड्रिङ्क्स मगाएँ उसले नेचुरल जुस खाने अरे सो आज खाली रहेछ हौ है मान्छे बेसी छैन है हल्का उसमा नभएर चाहिँ खाने सो स्टेडियम यहाँबाट देखो
मनपर्छ मिठो पिज्जा तर्नु Không khả đi hành trước. Ăn chừng này. यो दुईटा कम्बिनेसन चाहिँ दामी भयो कस्तो लाग्यो दामी हुन्छ है चिज ब्रस्ट है म खाँदैछु यो यो पिज्जा चाहिँ हामीले कर्न पिज्जा विथ चिज ब्रस्ट गरेकै मलाई अर्को मन पर्दैन यो मासु के भन्छ नन भेज मिठो हुँदैन है म मन पर्दैन Baik. Apa? Tisu ada mana leo? गरम हैन चाहिँ हामी गाडी पर्खेको अवस्था भयो गरम नै छ आज है गरम भएर मऱ्यो आजको भिडियो तपाईँलाई के कस्तो लाग्छ है मैले यहाँ सानो हातको सानो क्लिपहरू तपाईँलाई राखिदिएको छु हामीले के गरेँ आजको दिनमा सो तपाईँहरूले मेरो भ्लगलाई हेरेर इन्जोय गर्नुभयो होला भन्ने आशा राख्दछु र अर्को भ्लगमा भेट्ने बाचा गर्दै आजको भ्लगबाट चाहिँ म बिदा हुन चाहन्छु सो हामी बुढाबुढीको तर्फबाट आजको भ्लगमा यति नै थियो सो टेक केयर बाई बाई बस बाई भन्यो अर्को भ्लगमा भेटौँला सो बाई टेक केयर